यी दृश्यहरू हाकुपटासी बुन्दै गरेका महिलाहरूको हो। हाकुपटासी हेर्नमा जति सुन्दर देखिन्छ, यसलाई तयार पार्न पनि त्यति नै गाह्रो छ। भनिन्छ नि, महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्। यो कथन लागू भएको खाताको परिवारमा प्रष्टै देखिन्छ। पूर्णदेवी र आशारामलाई हाकुपटासीले नै आज यो स्थानमा पुर्याएको हो। हाकुपटासी बेचेर एक छोरालाई इन्जिनियर पढाए भने छोरीलाई स्टाफ नर्स पढाए। यिनीहरूले आफ्नो छुट्टै घर पनि बनाए। अर्को छोरा अहिले होटेलमा काम गर्छन्। खाताको परिवारकी पूर्णदेवी पहिले हाकुपटासी बनाउने व्यवसायमा एक्लै थिइन्। यो काठको काम अलिकति दराज पलङ बनाउने काम गर्नुभयो। त्यो हुँदैन, एक्लै भयो। मलाई सारा दिनुहोस्, हामी नै गर्छौँ। सँगै जाने सँगै आउने, त्यही काम गर्ने, बिस्तारै दुईजना मिलिजुली काम गर्ने। पूर्णदेवीलाई यिनकी आमाले हाकुपटासी बुन्न सिकाइन्। पहिले घर घरमा हाकुपटासी बुन्दै लगाउने प्रचलन थियो। समय परिवर्तनसँगै घर घरमा हाकुपटासी बुन्ने प्रचलन लोप हुँदै गयो र अहिले केही औलामा गन्न सकिने व्यक्तिहरूले यसलाई व्यवसायको रूपमा अँगालेका छन्। पूर्णदेवी 20 वर्षदेखि हाकुपटासी बुन्दै बेचिरहेकी छिन्। यिनका घरमा 9वटा तान छन्। संस्कृति लोप हुने डरले पनि यिनीले हाकुपटासी बुन्न छाडिनन्, बरु अरू महिलालाई पनि रोजगारी दिइन्। खेतको कामले बर्खा सर्खा भनेको छैन। यो धान काट्ने बेलामा यस्तै हुन्छ, धान रोप्ने बेलामा यस्तै हुन्छ, फेरि पानी लिनु जानुपर्छ, यस्तो त्यस्तो भनेर चाहिँ कुरामा त्यस्तो हुन्छ। नेवारको काम भनेको त्यस्तै हो। जम्मा 9वटा भए पनि 4वटाको मात्रै सफल हुन्छ। दुःख गरे सुख पाइन्छ, पूर्णदेवी यही भन्छिन्। हाकुपटासी बनाएर पूर्णदेवीले माग अनुसार पसलमा पठाउँछिन्। हाकुपटासी उत्पादनमा जति गाह्रो छ, त्यति नै उत्पादनकर्तालाई सही मूल्य पाउन साह्रो छ। मेहनत चाहिँ धागो गयो माजा राख्नुपर्छ, पानी पर्यो भने अस्ति 3 हप्ता त भन्दै भयो। पानी आएर धागो नसुकेर त्यस्तो 3 हप्ता बन्द भयो। त्यस्तो पनि हुनसक्छ। बेच्नेहरूलाई चाहिँ ठेगानै छैन। हामीले भन्दैन नि त्यो। घाटा त हुन्छ नि हामीलाई। कहिले कहिले घाटा हुन्छ, कहिले कहिले नाफा हुन्छ। एकजनाले सबैजनाले छर्यो भने त यस्तो संस्कृति त हटाउँछ नि। विदेशमा उनीहरूले पठाउँछ होला, हामीले चाहिँ त्यहाँसम्म जानु सक्दैन। उताको मान्छे चाहिँ यहाँ पनि लिन आएको छैन अहिलेसम्म। त्यही दिने लिन आउँछ। अलिअलि भएको 10 पिस 30 पिस त्यति दिने 4 ठाउँमा दिएको छ। पूर्णदेवी पैसा भन्दा पनि हाकुपटासीको गुणस्तरमा ध्यान दिन्छिन्। कहिले पोलिस्टर मिसेको चाहिँ कहिले बुनेको छैन। अहिले चाहिँ बाध्य नै भयो। नराम्रो लगे पनि दिदी सबैजनालाई हुन्छ, दिदीलाई हुँदैन। कस्तो दिदी भन्छ नवीनले चाहिँ। हुन्छ, मलाई चाहिँ यस्तो नराम्रो चिज चाहिँ केही चाहिँदैन। महँगो दिने महँगो लिने के हुन्छ भन्छु म त। अहिले छैन। पूर्णदेवीसँग यिनकी बुहारी पनि हाकुपटासी बुन्ने काममै व्यस्त छिन्। पूर्णदेवी सधैँ व्यस्त रहन्छन्। त्यसैले पनि होला यिनका साथीहरूले यिनीलाई कन्जुस भनेर जिस्काउने गर्दछ। कति लोभी, कहीँ जानु पर्दैन है तिमी त। कति लोभी रहेछ, कति काम गर्ने, तिमी जति काम गर्ने त कोही छैन भन्छ। हो, तिमीहरू जस्तै कमाइ छ भने त म पनि नगर्ने काम। म कमाइ छैन, के गर्ने अब? कामै गर्न सङ्घर्ष त गर्ने नि। गर्छु भन्छु। के गर्ने नि अब, गर्नु पर्यो नि।